बंगलादेश सर्भरमा नयाँ रिडिम कोड कहिले आउँछ? हमको नहीं पता। चिन्ता नगर्नु होला, आजको भिडियोमा चाहिँ म तपाईहरुलाई हाम्रो गेममा आउनेवाला अपकमिङ रिडिम कोडको बारेमा भन्नेछु र रिडिम कोडबाट चाहिँ के आइटमहरु पाइन्छ त्यो पनि देखाउने छु। भन्दा अगाडि चाहिँ तपाईहरु मैले स्क्रिनमा राख्दिएको रमजान इभेन्टको क्यालेन्डरलाई हेर्नु होला। सुरुमा आउँदाखेरि रमजान इभेन्टको क्यालेन्डर यस्तो थियो, र अहिलेको टाइममा हेर्नु भयो भने रमजान इभेन्टको क्यालेन्डर चाहिँ यस्तो छ र यहाँनेर एउटा इभेन्ट सेक्सन चाहिँ एड भएको छ। आइफोन वाला इभेन्टको तलपट्टि रमजान स्क्वाड कप भनेर एउटा नयाँ इभेन्ट चाहिँ एड गरिदिएको छ, जुन चाहिँ एउटा टुर्नामेन्ट हुनेवाला छ। यसबाट तपाईहरुले डायमन्डहरु पनि पाउन सक्नुहुन्छ। रिडिम कोड हुन्छ कि हुँदैन यसको बारेमा पनि भिडियोमा नै कुरा गर्ने छौं। रिडिम कोडसँग रिलेटेड एउटा ब्यानर पनि आएको छ र तपाईहरु फ्रीको आइटमलाई चाहिँ ब्यानरमै। र अब चाहिँ हामी बंगलादेश सर्भरको रमजान स्पेशल क्यालेन्डरको कुरा गरौँ। 22 मार्च मतलब अबको 18 दिनपछि गेममा चाहिँ रमजान स्क्वाड कप भन्ने इभेन्ट स्टार्ट हुन्छ। यो इभेन्टलाई चाहिँ गरिनाले दुई पार्टमा डिभाइड गरिदिएको छ। सुरुमा तपाईहरुले टिम बनाउनु पर्ने हुन्छ र टिम बनाइसकेपछि म्याच डे हुन्छ। सुरुमा तपाईहरुले 27 मार्च सम्म चाहिँ टिम बनाउनु पर्ने हुन्छ, त्यहाँदेखि 31 मार्च सम्म चाहिँ गेम हुन्छ। तपाईहरुको स्क्वाड छ भने चाहिँ रेडी भएर बस्नु होला, आफ्नो साथीहरुलाई भिडियो शेयर गरिदिनु होला र आफू कुन गिल्डमा